हेलो सबैजनालाई नमस्ते। मेरो आजको न्यू ब्लगमा आज धेरै दिनपछि फेरि आइसकेको छु भिडियो लिएर। आजको हाम्रो काम रहेछ पानी हाल्ने ड्याङमा देख्न सक्नुहुन्छ। यो माटो मलिलो हुन्छ भनेर हामीले चाहिँ अब यसमा चाहिँ खनेर पानी सानी हालेर पुरै पानी सानी हालेर मलिलो गर्न माटोलाई अब खनेर यसमा हामीले गोबर मल हाल्ने भइसकेको छ। हामीले चाहिँ अब यो लास्ट अब 4 ड्याङ 5 ड्याङ छ पानी हाल्न सकिन यहाँतिरको लास्टसम्म हेरिदिनु होला मेरो, किनकि धेरै दिनपछि आइसकेको छु। फेरि आजकल भिडियो बनाउने त्यति जाँगर नलाएर होला मैले त्यति भिडियोलाई वास्ता गर्दैन। त्यही भएर आज अब धेरै होइन 1-2 दिनपछि हाम्रो यहाँ खन्न सुरु हुन्छ। यो जम्मै पानी भरेको, यो पानी भरिन कारण चाहिँ यो साइडको यो ड्याङहरू छ नि, यो साइडको हो यस्तो साइडहरूकोमा खनेर हामीले चाहिँ अब गोबर मल हाल्न लाग्छौँ। यसमा चाहिँ पाइपबाट पानी हाल्दैछौँ। 4 दिन लाग्यो आज हामीलाई वहाँदेखि सुरुदेखि यहाँ लास्टमा पुग्नलाई अनि सुरुदेखि 4 दिन लागिसक्यो हामीलाई। आज मिलाएर ठ्याक्क 4 दिन हुन्छ। अनि यो देख्न सक्नुहुन्छ यहाँ गोबर मल झारिसकेको छ सबै त होइन, टिन झारेको अझै ल्याउन बाँकी छ। वहाँदेखि 4 दिन यहाँ पुग्न हाम्रो यो चाहिँ हाम्रो सेतो पाइप, योबाट चाहिँ हामीले अहिले पानी हालिरहेको छौँ। यो चाहिँ म अहिले चाहिँ एक्लै छु यहाँ पाइपबाट पानी हाल्दै। धेरै दिनपछि भिडियो बनाउन लाग्यो। कस्तो लाग्छ कस्तो भएछ भिडियो राम्रोसँग म्यानेज गर्ने होला। सधैँ भिडियो आउनलाई नै अलिक गाह्रै भएछ आजकल, अलिक कामको कारणले नै भिडियो बनाउनु पाएन मैले सधैँ। अनि कहिले अब टाइम मिलाएर अनि यसो भिडियो बनाउनु। आज घाम चाहिँ एकदम राम्रोसँग लाग्थ्यो। हिजो एकदम चिसो मौसम, आज बिहान एकदम चिसो मौसम गरेको थियो, किनकि हिजो त पानी परेको थियो नि त एकछिन। अनि यहाँ चाहिँ अहिले हाम्रो भरिसकेको ड्याङ चाहिँ यस्तो छ पुरै रोक्न यहाँ हेर्न सक्नुहुन्छ। पुरै पानी ड्याङमा पुरै यस्तो चाहिँ यस्तै हाने हुँदैछ यहाँदेखि वहाँसम्म। यस्तो छ हालत अहिले। यो त्यो गरेपछि अनि हेर्न सक्नुहुन्छ अहिले चाहिँ फेरि मुना आइसकेको छ। यो ड्रागन फ्रुटको जम्मै मुना आइसकेको छ। फेरि यसलाई फेरि काट्न पर्ने भयो। अहिले चाहिँ जाँगर चाहिँ एउटा लागेको छैन, त्यही पनि अब गर्न परिहाल्यो एक्लै भएर। अङ्कलहरू नै आउनुहुन्छ अहिले पछि। यो चाहिँ ड्याङ भरिसकेको छ। अहिले उता पाइप लगाएको छ, उतातिर सजाएको हो। राम्रोसँग भ्लग चाहिँ मैले बनाउन अलिक सकेको छैन हो। कोसिस गर्छु भन्छु, कोसिस गर्दा कामले नै जितिरहेछ अहिले। त्यही भएर भिडियोतिर मेरो त्यति ध्यान गएको छैन आजकल। हस् त आजको भिडियो यति नै हो। मिल्छु नेक्स्ट भिडियोमा।